पहिलाको आमा दिदीबहिनीहरूले चाहिँ साडी कसरी लाउनुहुन्थ्यो होला है। अहिलेको साडी त सबै फिक्स गर्नुपर्ने हुन्छ यसरी। अनि फिक्स गरेको फेरि सजिलो पनि हुने। अनि यो तरिकाले फिक्स गर्दाखेरि चाहिँ झन् फेरि खोलेर फेरि पछि चाहेन भने आफूलाई मनपर्ने गाउनहरू लेहेङ्गाहरू बनाउन नि सजिलो हुने। साडी पनि खेर नजाने, यो एकदम सजिलो छ। यो चाहिँ कस्टमरको साडी हो, मैले लगाएर देखाइदिएको साथीहरू। एक सेकेन्डमै हुन्छ यो चाहिँ लगाउनुलाई। त्यही भएर अहिले चाहिँ सबै साडीहरू चाहिँ फिक्स नगरेको कुनै पनि लाउनुहुन्न होला कस्टमरहरूले। अनि बेसिक सिकेर टेलर खोलेको त आधीभन्दा नि धेरै चाहिँ मलाई कस्टमरले नै लुगाहरू सिकाइदिनु भयो सिलाउनलाई। उहाँहरूले यस्तो चलेको छ यसरी सिलाउने भन्नुहुन्छ, अनि म चाहिँ त्यही अनुसारले गर्छु। अनि मलाई चाहिँ एकदम सजिलो पनि भयो। त्यही भएर बेसिक सिक्ने साथीहरू चाहिँ नडराइकन आफूले खोल्यो भने चाहिँ, आफूले मेहनत गर्न सक्यो भने चाहिँ आधी काम चाहिँ उहाँहरूले नै सिकाइदिनुहुन्छ साथीहरू। त्यही भएर म चाहिँ सबैजना दिदीबहिनीहरूले चाहिँ बेसिक मात्रै भयो नि सिप खेर नजाओस् भन्ने मेरो चाहिँ इच्छा हो, विचार हो साथीहरू।